नमस्ते सबैजनालाई। यो अहिले हामीले देखिरहेको दृश्य खोला सोथरको हो। यसलाई खोला सोपेट हो पनि भनिन्छ। यसको अर्थ हुन्छ खोलाको तीनवटा बस्ती। हामी अहिले पुछारको बस्तीमा छौं। यो खोला चाहिँ गुरुङहरूको आदिम थलो मात्रै होइन, सभ्यताको विकास केन्द्र पनि हो। अहिले हामीले मान्दै आएको संस्कार, संस्कृति र परम्परा यही विकास भएको हो भनेर मानिन्छ। पुरातात्विक अध्ययनले यो बस्ती 1200 वर्ष अगाडि थियो भनेर पुष्टि गरेको छ र करिब 600 वर्ष अगाडि कोला राज्यको पतनसँगै यहाँबाट तमुहरू, लमजुङ र कास्कीका विभिन्न गाउँहरूमा छरिएर गएको भन्ने बुझाइ छ। हामीले देखिरहेको निलो छत भएको घरहरू धर्मशाला हो। शालाको दाहिनेतिर अलि पर राजदरबार छ, जुन भिडियो मैले सुरुमा देखाएको थिएँ। त्यहाँ दुईटा घरको भग्नावशेषहरू छ, जुन घर अरूको तुलनामा अलि ठुलो र मोटो देखिन्छ। त्यो दरबार क्षेत्रबाट मूल बस्तीतिर आउँदै गर्दा त्यहाँ पानी घट्टाको अवशेषहरू भेटिन्छ र तमुहरूले त्यही बेला पानी घट्टा जस्ता प्रविधिको प्रयोग गरेको रहेछ भन्ने कुरा हामी बुझ्न सक्छौं। मूल बस्तीको बीचमा यो ढुङ्गा ठड्याएर राखिएको छ, गाडिएको छ। यसलाई कतिपयले राजाको घोडा बाँध्ने किलो पनि भन्ने गरेका छन्। यो वरिपरि थुप्रै भग्नावशेषहरू रहेको छ र यो हामीले देखिरहेको बस्तीको कुनोतिर एउटा ठुलो ढुङ्गा, गोलाकार ढुङ्गा देखिन्छ। तमु भाषामा यस्तो किसिमको ढुङ्गालाई यो मोप्लाँदा भन्ने गरिन्छ। कतिपयले यो गोलाकार ढुङ्गा माथि जखना हेर्थ्यो भन्ने पनि गर्दछ। धन्यवाद।